फेरि पनि सबैलाई नमस्कार। र आज ट्युजडे मेरो अफ भएको कारण होइन रुममा बसिरहनु अफ भएको पुरा आवाजले गर्दाखेरि भोइस जानु सक्छ। आज छुट्टी भएको कारणले अफ भएको कारणले अब रुममै बसिरहनु यहाँनिर अल्छी भएर चाहिँ कहाँ जाने भन्दाखेरि चाहिँ अहिले त म जबललीमा छु र अलिक जबलली पर चाहिँ दाजु हुनुहुन्छ र दाजुलाई भेटेर कहाँ जानुपर्ने त्यहाँ डिसाइड हुन्छ। भेट्दैछु कहाँ जा दाजु आउँदैछ। मेट्रो स्टेसन आइपुगेछ र यहाँ थाहा छ अब चुमेर बिच गएको तर बाटो साटो केही थाहा छैन कता जानुपर्ने के गर्नुपर्ने कुन चाहिँ गाडी जान्छ के हो त्यसै। अहिले चाहिँ ट्रेन आयो हो यता छ हामी त कहाँ गएको अब जग्गाहरू थाहा छैन कता कता जानुपर्ने हो। अनि मेट्रो पनि आयो हालिरहेछ सबै बस्यो या अब बस्यो यहाँबाट मल अफ क्यामेरा गरेर गुगलमा हेर्दै जाने हो भन्ने हो। अब चाहिँ मल अफ क्यामेरा चाहिँ आइपुग्यो र यहाँनिर फेरि घुमेर जाने बसमा 81 हाम्रो 81 आयो। चढ्नु न दा यही हो चढ्नु न। अहिले चाहिँ हामी बिचको छेउछेउमा म्यापमा त छेउछेउमा देख्दैछ अब आइपुग्न आँटे र बाटो त थाहा छैन कता कता जाँदैछ। जग्गा यस्तो छ यता छ यो जग्गा नाम त कुन चाहिँ हो? त्यही जुमेरा बिच हो र त्यस्तो क्राउड रहेन रहेछ। अब पर यहाँनिर त काइट बिच भन्छ त्यहाँ जाउँ कस्तो रहेछ हेरौँ म। यहीँ देख्दो रहेछ है बेलुका सिधै ड्युटी गरेर 12 घन्टाको ड्युटी गरेर नसुती फेरि यहाँ घुम्न आएको होइन। अब यो बेलुका 5 बजी त नसुतेको 12 घन्टा 24 घन्टा हुन्छ हो तर घुम्नु त पर्यो यही हो चान्स। वेबाट हिँडे जस्तो लाग्छ यहाँनिर सडक्कै पसिना भइसक्यो आइपुग्दैन। अघि यहाँ उयो आइपुग्छु भनेको आइपुगेको छैन अझै हिँडेको मान्छे पुरा कम्ती रहेछ हो। अब चाहिँ उयो जाँदैछु मरिना हो उता त र फाइनली जुमेरा र काइट बिचबाट यहाँनिर 1 घन्टा जस्तो बसमा हिँडेर यहाँ मरिना बिच आइपुगेँ। यहाँको नजाराहरू त अर्कै रहेछ दामी रहेछ। छाबलुक अझै उतापट्टि गएर हेरौँ कस्तो छ फोटोहरू पनि खिचौँ। सबै गुगलकै भरमा हो यहाँनिर कसलाई थाहा छैन के थाहा छैन गुगलमा हेर्दै र यहाँ चाहिँ हो मरिना बिच। Let's have a look. सनसेट दामी भइरहेको छ। यो घरले छेलेछ नि त दामी हुन्थ्यो।